आदरणीय साथीहरू नमस्कार। म योग गुरु प्राणायाम हिलर रवि वैद्य। आज म यहाँहरू समक्ष ओम उच्चारणको महत्त्व, ओम उच्चारण गर्ने विधि र यसबाट हुने फाइदाको विषयमा जानकारी दिन उपस्थित भएको छु। हिन्दू धर्मशास्त्र अनुसार विश्व ब्रह्माण्डमा उत्पत्ति भएको पहिलो शब्द हो ओम। ओम आफैमा एक मन्त्र हो। हिन्दू धर्ममा जुनसुकै मन्त्र वाचन गर्दा पहिला ओम उच्चारण गर्ने चलन छ। ओम 3 अक्षर मिलेर बनेको एक विशेष शब्द हो। ती हुन् अ, उ, म। ओम मन्त्र जप गर्ने विधि। ओम मन्त्र जप गर्दा अ, उ, म तीनैवटा अक्षर उच्चारण हुनुपर्छ। एक पटक ओम उच्चारण गर्दा आधा समय अ र उ उच्चारण गर्ने, बाँकी आधा समय म उच्चारण गर्ने। जस्तै यदि यहाँले एक पटक ओम उच्चारण गर्दा 10 सेकेन्ड लाग्छ भने सुरुको 5 सेकेन्ड अ र उ उच्चारण गर्ने, बाँकी 5 सेकेन्ड म उच्चारण गर्ने। अ उच्चारण नाभिदेखि गर्नुपर्छ। यसबेला पेटको पुरा भाग, मलद्वार र मूत्रद्वारमा विशेष प्रभाव पर्दछ। उ उच्चारण गर्दा छातीको पुरा भाग र घाँटीमा विशेष प्रभाव पर्दछ। त्यस्तै म उच्चारणमा मुख बन्द गरी नाकले मात्र गर्नुपर्छ। यसबेला माथिल्लो र तल्लो दाँत हल्का जोड्ने, जसले गर्दा दुवै दाँतको बीचमा एक कम्पन अर्थात् भाइब्रेसन हुन्छ। यो कम्पनले गर्दा मस्तिष्कका सबै नसाहरूमा सजिलैसँग रक्त सञ्चार हुन्छ र बिस्तार बिस्तार मस्तिष्कका सबै नसाहरूले राम्रो काम गर्न थाल्छ, अर्थात् ब्रेन पुरा चार्ज हुन्छ। ओम मन्त्र जप गर्दा सके कुनै एक ध्यान गर्ने आसनमा बस्ने, नसके पलेटी कसेर बस्ने वा मेजमा बसेर पनि ओम मन्त्रको जप गर्न सकिन्छ। ढाड अर्थात् स्पाइनल कर्ड सिधा राख्ने, आँखा बन्द गर्ने, लामो सास तान्ने, बिस्तारै लामो सास तान्ने, फेरि लामो सास तान्ने, हजुर यसरी ओम उच्चारण गर्ने। ओम मन्त्र गर्दा हुने फाइदाहरू: स्मरण शक्ति बढाउँछ, मन हल्का हुन्छ, मानसिक तनावबाट मुक्ति दिलाउँछ, मन स्थिर हुन्छ, एकाग्रता आउँछ। ओम मन्त्र जप गर्दा लामो सास तानिन्छ र लामो सास छोडिन्छ। लामो सास तान्दा शरीरभित्र अत्यधिक मात्रामा अक्सिजन डिपोजिट हुन्छ, जसले गर्दा शरीरभित्र रोग प्रतिरोधक क्षमता बढ्छ। त्यस्तै लामो सास छोड्दा शरीरमा रहेका विजातीय तत्त्वहरू निष्कासन हुन मद्दत गर्छ र शरीर शुद्ध हुन्छ। थाइरोइड ग्ल्यान्डको समस्याबाट मुक्ति दिलाउँछ, पाचन प्रणाली बलियो बनाउँछ, कब्जियतबाट मुक्ति दिलाउँछ। ओम मन्त्र निरन्तर गर्नुपर्छ, अर्थात् दिनदिनै ओम मन्त्रको जप गर्नुपर्छ। सुरुको दिनमा 11 पटक जप गर्ने, दोस्रो दिनमा 12 पटक, तेस्रो दिनमा 13 पटक गर्ने। यसरी दिनमा 1 पटक बढाएर ओमको जप गर्ने। यसरी 100 दिनसम्म लगातार ओम मन्त्रको जप गर्दा 111 पटक हुन्छ अनि हरेक दिन 111 पटक मात्रै ओमको जप गर्ने। यदि यहाँले 111 पटक ओम उच्चारण गर्न सक्नुहुन्न भने दैनिक केवल 21 पटक मात्र ओमको जप गर्नुहोला। हस्, अर्को हप्ता कुनै एक प्राणायाम लिएर उपस्थित हुने बाचा गर्दै आज बिदा माग्छु। स्वस्थ रहनुहोला, खुसी रहनुहोला, सफल रहनुहोला।
नमस्कार, जय जगन्नाथ।